गाइस कराउन थाल्नु भयो अब सुरु हुन थाल्यो। के भन्नुभएको सुनिन? डाङ्ना नुडु नपार मेरो घर भत्केर अनि भात पकाउँदाखेरि डाङ्ना नुडु हुँदैन त किचनमा? बेच्ने घर दिने मान्छे पाए। कुन घर? यो बेचे भयो के मेरो घर पाइँदैन नि बुहारीको घर बेच्नलाई। पाउन थाहा होला। त्यस्तो सजिलो कुरा गर्न मिल्दैन नि। थाहा होला होइन दिन थाहा होला। दिने मान्छे चाहियो। लिने मान्छे चाहियो। साथीहरू खोज्दैछन्। ल है गाइस तपाईँहरूले मेरो घर लिने भए आउनुहोस्, पैसा चाहिँ मलाई मिल्छ है। पैसाहरू चाहिँ मलाई मिल्छ। गाइस हो म किचनमा बसेर भात पकाउन थालेको त डाङ्ना नुडु नगर, मेरो घर भत्क्यो भने किन्दैन अरे। मेरो घर अनि बेच्न पाइन्छ नि। खाइ नखाइ दुःख गरेर बनाएको घर, खाइ नखाइ दुःख गरेर तपाईँको छोरा र मैले बनाएको घर बेच्न मिल्दैन। त्यस्तो बेच्न मिल्दैन। म गाडी पाइदिएको लु म गाडी बोलाइन्छु। लु उठ्नु। लु उठ्नु। गुर्जीलाई आउनु सामा जाने जान्छु। लु उठ्नु त, लुगा लाउनु पर्यो नि त, त्यतिकै जानु हुँदैन। त्यति गयो भने त फेरि करोडपतिको इज्जत जान्छ। लु उठ्नु।